बिबिएस फर्स्ट इयरको बिजनेस इङ्ग्लिसको एक्जाम आउन अब केही समय मात्रै बाँकी छ। सो पास कसरी गर्ने भनेर तपाईँ टेन्सन लिँदै हुनुहुन्छ भने वेट, पढ्न स्टार्ट गर्नुभन्दा अगाडि यी 3वटा मिस्टेकलाई चाहिँ तपाईँले चाहिँ थाहा पाउने पर्ने हुन्छ। नत्र 90% स्टुडेन्टले एक्जाम पास गर्न स्ट्रगल गरे जस्तै तपाईँले पनि फेरि एक्जाममा स्ट्रगल गर्नुपर्ने हुन्छ। सो लास्ट मिस्टेक त तपाईँले बुझ्नै पर्ने हुन्छ। सो फर्स्ट मिस्टेक भनेको द ब्लाइन्ड स्टडी ट्र्याप। तपाईँले गर्ने पहिलो र सबैभन्दा ठुलो गल्ती भनेकै क्वेसन प्याटर्न नै नबुझिकन किताब पल्टाएर घोक्न थाल्नु हो। यो भनेको तपाईँ आँखा चिम्लेर युद्धमा गए जस्तै हो। यदि तपाईँलाई थाहा छैन कि ग्रामर पार्टबाट मात्रै 21 देखि 26 मार्क्ससम्मको क्वेसन आउँछ, राइटिङ पार्टबाट मात्रै 25 मार्क्सको क्वेसन आउँछ, ग्रुप सी प्याटर्न अफ कलेज राइटिङबाट हरेक पालि त्यही 4वटा च्याप्टरबाट मात्रै क्वेसन सोधिरहेको छ होइन। 20 मार्क्सको क्वेसन त त्यही 4वटा च्याप्टरबाट मात्रै आउँछ र ओभरअल 30 मार्क्सको क्वेसन चाहिँ प्याटर्न अफ कलेज राइटिङबाट आउँछ भन्ने यस्ता कुरा तपाईँलाई थाहा छैन भने तपाईँको तयारी नै गलत दिशामा गइरहेको छ भनेर तपाईँले बुझ्नुपर्ने हुन्छ। सो पहिला हामीले के गर्नु पर्यो त भन्दाखेरि क्वेसन प्याटर्न यानि क्वेसन सोध्ने नियमहरूलाई चाहिँ बुझ्नुपर्ने हुन्छ, अनि मात्र हामीले पढ्न स्टार्ट गर्नुपर्ने हुन्छ। सो अब यो सब्जेक्टमा क्वेसन कसरी सोध्छ त, क्वेसन प्याटर्न के हुन्छ त, त्यो तपाईँले बुझ्नुपर्ने हुन्छ। बिजनेस इङ्ग्लिसमा तपाईँले 2वटा बुकलाई पढ्नुपर्ने हुन्छ। एउटा बुक भनेको प्याटर्न अफ कलेज राइटिङ हो भने अर्को इङ्ग्लिस फर बिजनेस स्टडी भनेर हो। अब क्वेसनहरू कसरी डिभाइड हुन्छ त, कहाँबाट कसरी क्वेसन सोध्छ त भन्ने कुरा चाहिँ अलरेडी मैले योभन्दा अगाडिको भिडियोमा एक्सप्लेन गरिसकेको छु। सो मुनि डिस्क्रिप्सनमा गएर तपाईँले त्यो भिडियोलाई हेर्न सक्नुहुन्छ। त्यो तपाईँले कम्पलसरी हेर्नै पर्ने भिडियो हो। त्यहाँ तपाईँले क्वेसन सोध्ने प्याटर्नहरू, ग्रामर पार्टबाट हामीले के कुराहरू पढ्नुपर्छ, राइटिङ पार्टबाट हामीले के कुराहरू पढ्नुपर्छ, सबै कुरा मैले त्यो भिडियोमा एक्सप्लेन गरेको छु। सो हामी बिजनेस इङ्ग्लिस पढ्दैछौँ भने चाहिँ यो कुरालाई चाहिँ यानि यो क्वेसन प्याटर्नलाई चाहिँ, यो क्वेसन सोध्ने नियमलाई चाहिँ हामीले चाहिँ माइन्डमा राखेर चाहिँ पढ्न स्टार्ट गर्नुपर्ने हुन्छ। यदि हामीले त्यसो गरेनौँ भने चाहिँ त्यो हाम्रो फर्स्ट मिस्टेक हुन जान्छ। सो के ध्यान दिने त भन्दाखेरि ग्रामर पार्टबाट 26 मार्क्सको क्वेसन सोध्दो रहेछ, राइटिङ पार्टबाट म्याक्सिमम 25 मार्क्सको क्वेसन सोध्दो रहेछ, प्याटर्नबाट त 4वटा च्याप्टरबाटै 20 मार्क्सको क्वेसन सोध्दो रहेछ, ओभरअल 30 मार्क्सको क्वेसन प्याटर्न अफ कलेज राइटिङबाट सोध्दो रहेछ भनेर तपाईँले बुझ्नुपर्ने हुन्छ। अलिक डिपली गएर बुझ्ने हो भने मुनि डिस्क्रिप्सनमा एउटा भिडियो राखिदिएको हुन्छु, त्यहाँ गएर तपाईँले चाहिँ डिटेललीमा त्यो कुरालाई बुझ्न सक्नुहुन्छ। अब हाम्रो सेकेन्ड मिस्टेक भनेको चाहिँ इग्नोरिङ फ्री मार्क्स होइन, वा फिक्स क्वेसन। एक्जाममा सोध्न सक्ने फिक्स्ड क्वेसनहरूलाई चाहिँ हामीले चाहिँ इग्नोर गऱ्यौँ, नपढिकन गयौँ भने त्यो हाम्रो के हुनसक्छ त, सेकेन्ड मिस्टेक हुनसक्छ। सो बिजनेस इङ्ग्लिसमा यस्ता केही प्रश्नहरू छन् जुन हरेक साल चाहिँ फिक्स्ड आउने गर्छ। अब यो भनेको तपाईँहरूको लागि फ्री मार्क्स जस्तै हो। यदि तपाईँले यो क्वेसनलाई इग्नोर गर्नुभयो र यो क्वेसन नपढिकन जानुभयो भने यो तपाईँको एकदमै ठुलो गल्ती हुनेछ। सो फर्स्ट फिक्स क्वेसन भनेको के हो त, प्याराग्राफ राइटिङ हो। चाहे तपाईँ रेगुलरको स्टुडेन्ट हुनुहोस् या ब्याक दिने स्टुडेन्ट हुनुहोस्, एउटा राम्रो प्याराग्राफ लेख्न र त्यसको फर्मेट तपाईँलाई चाहिँ थाहा हुनुपर्ने हुन्छ। मिनिमम एउटा क्वेसन 6 मार्क्सको अथवा म्याक्सिमम 2टा क्वेसन गरेर 13 मार्क्सको गरेर तपाईँको एक्जाममा 100% फिक्स सोध्ने क्वेसन भनेकै प्याराग्राफ राइटिङ हो। ला अब मलाई त प्याराग्राफ लेख्न आउँदैन, त्यसै गरी अन्य राइटिङ पार्टहरू पनि केही आउँदैन होइन, बिजनेस इङ्ग्लिसको पढ्नुपर्ने ग्रामर पार्टहरू पनि केही थाहा छैन, प्याटर्न अफ कलेज राइटिङको समरी होइन, त्यसको नेपाली एक्सप्लेनेसन, इम्पोर्टेन्ट क्वेसनहरू केही पनि थाहा छैन भने मैले चाहिँ ग्रामर पार्ट ट्रिकसहित, राइटिङ पार्ट ट्रिकसहित होइन सबै बुझाएर चाहिँ एउटा कोर्स तयार पारेको छु, एक्जाम फोकस रेकर्डेड क्लास तयार पारेको छु, जुन हेरेर तपाईँले केही दिनमै होइन 2-3 दिनमै एक्जामको लागि प्रिपेयर्ड हुन सक्नुहुन्छ। यदि तपाईँ हाम्रो कोर्स लिन चाहनुहुन्छ भने आजै स्क्रिनमा देखाएको वाट्सएप नम्बरमा मेसेज गरी हामीसँग रेकर्डेड क्लासेसहरू पर्चेस गर्न सक्नुहुन्छ। सो फर्स्ट फिक्स क्वेसन के रहेछ त, प्याराग्राफ राइटिङ तपाईँको एक्जाममा 100% सोध्ने फिक्स क्वेसन हो। अब अर्को फिक्स क्वेसन भनेको टपिक सेन्टेन्ससँग रिलेटेड प्याराग्राफ।
तपाईँलाई एउटा प्याराग्राफ दिएको हुन्छ, मुनि 3वटा क्वेसन सोधेको हुन्छ। त्यो 3वटा क्वेसनले चाहिँ टपिक सेन्टेन्स आइडेन्टिफाई गर त्यो प्याराग्राफबाट भनेर सोध्छ। किन त्यो नै टपिक सेन्टेन्स भयो त, होइन? कन्क्लुडिङ सेन्टेन्स के छ त? यस्ता खालके क्वेसनहरू तपाईँलाई चाहिँ त्यहाँ सोध्न सक्छ, जुन 100% फिक्स क्वेसन तपाईँको एक्जामको लागि हो। अब टपिक सेन्टेन्स कसरी आइडेन्टिफाई गर्ने, होइन? कन्क्लुडिङ सेन्टेन्स के हो, सपोर्टिङ डिटेल्स के हो, त्यसको बारेमा थाहा छैन भने चाहिँ तपाईँ मेरो कोर्स लिएर चाहिँ इजिली त्यसबाट प्रिपेयर गर्न सक्नुहुन्छ। सो के रहेछ त फिक्स क्वेसन? एउटा प्याराग्राफ, अर्को टपिक सेन्टेन्ससँग रिलेटेड प्याराग्राफ। अब अर्को फिक्स क्वेसन भनेको राइटिङ पार्टबाट सोध्ने क्वेसन हो। अब राइटिङ पार्टबाट 25 मार्क्सको क्वेसन सोध्छ, होइन? 3टा क्वेसन प्रायः सोधेको देखिन्छ। सो के प्रिपेयर गर्ने त? मेनली फिक्स्ड क्वेसन के हो त भन्दाखेरि एउटा कम्प्लेन्ट लेटर तपाईँले लेख्न आउने पर्ने हुन्छ। त्यो बाहेक अरू क्वेसनहरू हामी हेऱ्यौँ, होइन? अब 3टा क्वेसन मध्ये फर्स्ट क्वेसन के सोध्छ त भन्दाखेरि कि तपाईँलाई मेमो लेख भनेर सोध्न सक्छ कि नोटिस राइटिङ लेख भनेर सोध्न सक्छ। कि मेमोबाट कि नोटिस राइटिङबाट एउटा फिक्स क्वेसन तपाईँको राइटिङ पार्टमा एक्जाममा सोध्ने गर्छ। सेकेन्ड फिक्स क्वेसन राइटिङ पार्टमा के हो त भन्दाखेरि 100% फिक्स क्वेसन के हो? कि ब्रोसर लेख्न सोध्छ कि लिफलेट लेख्न सोध्छ। 2077 देखि अहिलेसम्म 2082 को एक्जामसम्म हेर्ने हो भने कि ब्रोसर लेख्न सोधेको छ कि लिफलेट लेख्न सोधेको छ, हरेक पालि यसरी नै सोधिरहेको छ। थर्ड फिक्स क्वेसन भनेको के हो त भन्दाखेरि कि प्रेस रिलिजबाट कि न्युज रिपोर्टबाट कि एडभर्टिजमेन्टबाट, यो 3टा मध्येबाट पनि एउटा क्वेसन तपाईँलाई चाहिँ राइटिङ पार्टमा सोध्न सक्छ। हो यसरी 3 देखि 4वटा क्वेसन गरेर 25 मार्क्सको क्वेसन तपाईँलाई राइटिङ पार्टबाट सोध्न सक्छ। अब राइटिङ नै लेख्न आउँदैन भने मैले ट्रिकसहित मास्टर स्याम्पलहरू मेरो क्लासेसमा राखिदिएको छु। त्यो हेरेर तपाईँ आँखा चिम्लेर यी राइटिङ आफै पनि गर्न सक्नुहुन्छ। अब हामी जाऊँ प्याटर्न अफ कलेज राइटिङबाट। सो प्याटर्न अफ कलेज राइटिङबाट हेर्ने हो र त्यसको प्याटर्नलाई आइडेन्टिफाई गर्ने हो भने आई वान्ट अ वाइफ, द वाइफ बिटर, द मिट मार्केट, लेट देम ड्रिङ्क वाटरबाट 100% 2टा क्वेसन, यानि 10 मार्क्सको 2टा क्वेसन चाहिँ यी 4वटा च्याप्टरबाट सोध्छ। ग्रुप सीमा हेर्ने हो भने प्याटर्न अफ कलेज राइटिङबाट 3टा क्वेसन आउने हो। त्यो 3टा क्वेसन मध्ये 2टा क्वेसन चाहिँ तपाईँ 2077 देखि 2082 सम्मको क्वेसन हेर्नुहोस्। कि आई वान्ट अ वाइफबाट सोधेको छ, कि द वाइफ बिटरबाट सोधेको छ, कि द मिट मार्केटबाट सोधेको छ, कि लेट देम ड्रिङ्क वाटरबाट सोधेको छ। यी 4वटा च्याप्टरमै 2वटा क्वेसन हरेक पालि घुमेको तपाईँ देख्न सक्नुहुन्छ र बाँकी रहेको एउटा क्वेसन चाहिँ अरू च्याप्टरबाट सोध्ने ट्रेन्ड छ। सो यी फिक्स क्वेसन वा च्याप्टरलाई तपाईँले इग्नोर गर्नुभयो भने तपाईँलाई एक्जाममा पास हुन एकदमै गाह्रो हुन्छ। अब यति बुझिसकेपछि एक्जाममा क्वेसन कस्तो प्याटर्नमा सोध्छ त, होइन? त्यो पनि तपाईँलाई थाहा भइहाल्यो। इम्पोर्टेन्ट क्वेसनहरू पनि तपाईँले थाहा पाइहाल्नु भयो। तर अब ती सबैको एन्सर कसरी लेख्ने त? कुन क्वेसनको लागि एन्सर कति लामो बनाउने, होइन? ग्रामर पार्ट प्र्याक्टिस गर्नको लागि प्र्याक्टिस सेटहरू कहाँबाट छ, होइन? कस्तो क्वेसनहरू ग्रामर पार्टमा सोधिरहेको छ। राइटिङ पार्टमा क्वेसन सोध्यो भने फुल मार्क्स ल्याउने गरी लेख्ने राइटिङ स्टाइल कस्तो हो, त्यसको फर्मेट कस्तो हुन्छ, होइन? इजी वेमा मेमो कसरी लेख्ने, लेटर कसरी लेख्ने, होइन? त्यसमा ध्यान पुर्याउनु पर्ने कुराहरू के हुन्छन्। साथसाथै अब प्याटर्न अफ कलेज राइटिङका समरीहरू तपाईँले सुन्नुपर्ने हुन्छ, होइन? हरेक च्याप्टरको प्रपर नेपाली एक्सप्लेनेसनसहित तपाईँले त्यो हेर्नुपर्ने हुन्छ। इम्पोर्टेन्ट लङ क्वेसनहरू पढ्नुपर्ने हुन्छ। त्यो सबै कुरा तपाईँले जान्नुपर्ने हुन्छ। यो सबै कुराको लागि तपाईँलाई के चाहिन्छ त? एउटा प्रोफेसनल गाइडेन्स चाहिन्छ। हो त्यही गाइडेन्स प्रोभाइड गर्नको लागि हामीले के गरेका छौँ त? फर्स्ट इयर बिजनेस इङ्ग्लिसको लागि एउटा कोर्स तयार पारेका छौँ। चाहे तपाईँ पार्सेलको विद्यार्थी हुनुहोस्, चाहे तपाईँ रेगुलरको विद्यार्थी हुनुहोस्, सबैले त्यसबाट प्रिपेयर गर्न सक्नुहुन्छ। तपाईँले यो कोर्स लिन चाहनुहुन्छ भने आज नै स्क्रिनमा देखाएको व्हाट्सएप नम्बरमा मेसेज गर्न हामीलाई सक्नुहुन्छ। सो अहिले एक्जाम अफर पनि चलिरहेको छ। फर्स्ट 50 स्टुडेन्टले चाहिँ ₹650 चाहिँ यो कोर्स लिन सक्नुहुन्छ। सो आज नै मेसेज गरेर यो कोर्स तपाईँ पर्चेस गरेर आफ्नो एक्जाम प्रिपेयर गर्न सक्नुहुन्छ।